अब प्रधानमन्त्री पनि जथाभावी गर्ने, राष्ट्रपति पनि जथाभावी गर्ने, सुरक्षा निकाय पनि जथाभावी गर्ने, नागरिक पनि जथाभावी गर्ने, अनि यो देश कसले थाम्ने त फेरि? यो जथाभावीबाट हुँदैन, एउटा ट्र्याकबाट हिँड्नै पर्छ। अहिले सक्यो, भोलि नै सक्यो, रगतको खोलो बग्यो, आगो बल्यो, तोड्यो, फोड्यो भन्दा अर्को तपाईँ सुन्नुहुन्न। नेपालीहरू देश बनाउनेपट्टि छन् भनेर त कसैले पनि पत्याउँदैन। तिनीहरूले पैसा खाएको देख्ने हर्केले रवि बालेन शाहहरूलाई विरोध गर्न काङ्ग्रेस एमाले कति पैसा खर्च गरेको भन्ने पनि बताइदिए हुन्थ्यो नि भन्ने देखेँ क्या मैले। प्रचण्ड रवि लामिछाने भेटामा पुगिराखेका छन्। चितवनबाट प्रचण्डलाई लखेट्ने तिनै रवि लामिछाने थिए। बालेन शाहलाई प्रधानमन्त्री भन्ने कुरा भएको छ। बालेन शाह प्रधानमन्त्री छोडेर यो अहिलेको गाई जात्रा गरिरहेछन्। दुर्भाग्य सामाजिक सञ्जाललाई प्रयोग गरेर नै यिनीहरूले यो हरकत गरे। तपाईँलाई सिद्ध्याउन म छु, मलाई सिद्ध्याउन तपाईँ हुनुहुन्छ, सबैलाई सिद्ध्याउन सबै छौँ। त्यसमा पनि धर्म हुन्छ, अन्तरिम सरकारै भनौँ न। अब त्यो कुन हिसाबबाट यो मिलिरहेको छ ल भन्नु त? न कानुनबाट, न संविधानबाट, न जेएनजीबाट, न त्यागबाट, न बलिदानबाट, केबाट मिलेको छ? सुशीला कार्की त भनिरहेको छिन् मलाई बस्नको लागि बाध्य बनाइयो, त्यस कारण म बसेको हुँ, म तिमीहरूको अचानो हुन सक्दिनँ भनिराखेकी छिन्। बनाउनेहरू यिनीहरू नै हुन्। अब असन्तुष्टहरू पनि फेरि उनीहरू नै छन्। डाक्टर साहब स्वागत छ। ल धन्यवाद। प्रधानमन्त्रीले चुनावको लागि वातावरण बनाउनु पर्यो भनेर दलहरू बोलाएर हारगुहार गर्दै गर्दा दुई महत्त्वपूर्ण भेटघाटहरू भए। एउटा रवि लामिछाने र बालेन शाह बीच त्यो भेटघाट मध्यरातसम्म चल्यो। त्यो पनि दुई पटक भेटघाट। आगामी चुनावमा सम्भवतः बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा उठाउने गरेर जाने भन्ने कोणबाट विषयवस्तु अगाडि बढेको कुराहरू आयो। तर त्यसै अगाडि शेरबहादुर देउवा र केपी शर्मा ओली कसरी हुन्छ, संसद पुनर्स्थापना गर्न सकिन्छ भन्ने कोणबाट छलफलमा गएको देखियो। ती भेटघाटहरूका अन्तर्य देश बनाउने दिशातर्फ परिलक्षित छन् कि अथवा आफआफ्नो दुनो सोध्याउने दिशातर्फ? त्यो त दुनो सोध्याउने नै होला। नेपालीहरू देश बनाउनेपट्टि छन् भनेर त कसैले पनि पत्याउँदैन। उनीहरूले देश बनाउने अवधारणा ल्याए भने पनि त्यो दुनोकै लागि हुन्छ। तर एक खालको सामाजिक सञ्जालमा आशा सञ्चार के भएको देखियो भने कि बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा रासोपाले अगाडि बढेर सार्दा अथवा यी मिलेर अगाडि बढ्दाखेरि आगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुन सक्छ भन्ने खालको अपेक्षा। मैले सामाजिक सञ्जालमै बिहान एउटा स्ट्याटस के देखेँ भनेदेखि रवि कुलमान यो बालेन शाह इत्यादिले अथवा कुन चाहिँले हो पैसा खाए भनेर छ नि त अर्को साम्पाङले। तिनीहरूले पैसा खाएको देख्ने हर्केले रवि बालेन शाहहरूलाई विरोध गर्न काङ्ग्रेस एमाले कति पैसा खर्च गरेको भन्ने पनि बताइदिए हुन्थ्यो नि भन्ने देखेँ क्या मैले। त्यस कारणले यो सामाजिक सञ्जालमा के भनियो, एकले अर्कालाई के भन्यो भन्नेमा उभियौँ भनेदेखि एकले अर्काको एजेन्डालाई आफूले बोकेको हुन जान्छ भन्ने जस्तो लाग्छ क्या मलाई। जस्तो अब केपी ओली र रवि लामिछानेको अहिले चलिरहेछ होइन। अब विगत समयमा उनीहरू एउटै सरकारमा थिए। अब प्रचण्ड रवि लामिछाने भेटामा पुगिराखेका छन्। चितवनबाट प्रचण्डलाई लखेट्ने तिनै रवि लामिछाने थिए। अब यहाँ चाहिँ बालेन शाहलाई प्रधानमन्त्री भन्ने कुरा भएको छ। बालेन शाह प्रधानमन्त्री छोडेर यो अहिलेको गाई जात्रा गरिरहेछन्। अब यो सबै दुनो सोध्याउने कुरा त होला, के होला र यो? दुनो चाहिँ दुनो नै हो। तर अब त्यो दुनोलाई कसले कसरी हेर्ने भन्ने चाहिँ आफ्नो कुरा हो। तपाईँले आफ्नो प्रकारले हेर्ने हो, मैले आफ्नो प्रकारले हेर्ने हो। अब उनीहरूले देख्दा हामी पनि दुनोमै होला। मलाई त पैसा खाएर अन्तर्वार्ता दिन्छ भन्छन्। अब त्यसको त केही दबाई भएन नि। मैले पैसै खाएको भने नि पारिश्रमिक त लिन पाइन्छ होला कि निःशुल्क सेवा गर्नुपर्ने रत्न पार्कमा उभिएर? त्यस कारणले यो एकले अर्कालाई निषेध गर्ने, एकले अर्कालाई गाली गर्ने, एकले अर्कालाई मुख छोड्ने जुन दुष्प्रवृत्ति अहिले हावी छ नि,
दुर्भाग्य सामाजिक सञ्जाललाई प्रयोग गरेर नै यिनीहरूले यो हरकत गरे। अब विज्ञान र प्रविधिले दिएको अभूतपूर्व अवसर हो हामीलाई यो। मलाई यो फोरम दिएको छ, तपाईँलाई यो रोजगारी दिएको छ, अर्कोलाई एउटा एक्सपोजर दिएको छ। फलस्वरूप ग्लोबल्ली हामीहरू युनाइट हुन सकेका छौँ, चिरपरिचित हुन सकेका छौँ। हाम्रो गुजारा यहीँबाट भएको छ, हाम्रो जीवन यहीँबाट चलेको छ। यो सानो एउटा प्राप्ति हो र, तर यसलाई पनि हामीले दुरुपयोग गरेका छौँ। तपाईँलाई सिद्ध्याउन म छु, मलाई सिद्ध्याउन तपाईँ हुनुहुन्छ, सबैलाई सिद्ध्याउन सबै छौँ। अहिले हेर्नुहोस् न त्यहाँ बङ्गलादेशमा कसरी मान्छेको दिमाग भुटिदिएको हुन्छ भन्ने एउटा कुरूप दृष्टान्त हो नि। हरहरि बङ्गलादेश जलिरहेछ। रुखमा झुन्ड्याएर एउटा हिन्दूलाई दिउँसै जलाइयो भन्ने कुरा मैले सुने। त्यो हेर्न पनि सकिँदैन भन्ने कुरा भएको हुनाले मैले चाहिँ हेर्न पनि सकिनँ। तर त्यसमा पनि मान्छे गौरव गाइरहेछन्, त्यसलाई हाम्रो धर्म हो भनिरहेछन्। त्यसमा पनि धर्म हुन्छ? यस्तो कुराको पछाडि लाग्नु हुँदैन। सबै मान्छे आफ्नो डम्फु बजाउनमा छन्, सबै मान्छे आफ्नो स्वार्थमा छन्। नेपालीहरू अझ निकृष्ट ढङ्गले त्यो स्वार्थमा छन्। अब अहिलेको अन्तरिम सरकारै भनौँ न, अब त्यो कुन हिसाबबाट यो मिलिरहेको छ ल भन्नु त? न कानुनबाट, न संविधानबाट, न जेनजीबाट, न त्यागबाट, न बलिदानबाट, केबाट मिलेको छ? अब यसमा पनि हामी लडिरहेछौँ। अब यो कहाँबाट आयो त भन्दा सरकारवालाको त्रुटिले हो र। सुशीला कार्की त भनिरहेको छिन् मलाई बस्नको लागि बाध्य बनाइयो, त्यस कारण म बसेको हुँ, म तिमीहरूको अचानो हुन सक्दिनँ भनिराखेकी छिन्। बनाउनेहरू यिनीहरू नै हुन्। अब असन्तुष्टहरू पनि फेरि उनीहरू नै छन्। अनि यो दुनु सोझ्याउने नभएर के गाह्रो लाउने हो त? यो दुनै त सोझ्याउने हो। अब अहिले यो राजनीतिक तरलता बीच हठात यो जेनजी भन्ने समूहले आन्दोलन घोषणा गरेर उत्रनु र पुसभित्रै संसद पुनर्स्थापनाको लागि एक खालको खिचडी पाक्दै गरेको र जेनजी सहितको सर्वदलीय सरकार बनाउने प्रयत्न भइरहेको भन्ने खालको हल्लाहरू तालातुता छ डाक्टर साहब। उतातर्फ संसद पुनर्स्थापनाको दिशामा उनीहरू जाने, एमाले त भनिसक्यो। अब अदालत ढडक्याउनु अगाडि नै राष्ट्रपतिले गरिदिएदेखि अझै राम्रो, गरेन भने पनि यतापट्टि अदालत छँदैछ, प्रचण्ड त चुनाव सारियो भने भन्न थालिसकेका परिस्थिति पनि छ। राष्ट्रपतिले कसरी गरिदिने त भनेको नि? ज्ञानेन्द्रको तत्कालीन समयको त्यति बेलाको नजिर ल्याएर यहाँनिर हालेर त्यति बेला उसले गर्न हुन्छ, अहिले गर्नु हुँदैन भन्न थालेको छ एमाले। अनि ज्ञानेन्द्रसँग त राजकीय अधिकार थियो नि त, राष्ट्रपतिसँग त्यो अधिकार हुन्छ? उनीहरूले नै बनाएको संविधान अनुसार राष्ट्रपतिलाई त्यस्तो कुनै पनि अधिकार हुँदैन। असाधारण अवस्थामा हिजो गरिदिएको भए हुन्थ्यो, जसरी सुशीला कार्कीको सरकार बनाए। त्यो संविधानको धारा अन्तर्गत बनाइएको होइन नि। त्यो त असाधारण समयमा बढी क्षति हुनबाट रोक्नको लागि एउटा दिइएको उपाय, बडा जुक्तिले त्यो गरेको भनेका छन् नि त राष्ट्रपतिले पनि। अब त्यो जुक्ति लगाउने स्थिति अब सकियो, किनभने अहिलेको प्रधानमन्त्रीले चाहिँ 72 को संविधानप्रति शपथ खान्छु भनिसकिन्। अब कि प्रधानमन्त्री जस्तै बाटोमा जानु पर्यो राष्ट्रपतिले पनि? उनले चाहिँ 72 को संविधानप्रति शपथ खान्छु भनेकी छिन्, त्यो अनुसार आचरण गरेकी छैनन्, जथाभावी गरेकी छिन्। अब प्रधानमन्त्री पनि जथाभावी गर्ने, राष्ट्रपति पनि जथाभावी गर्ने, सुरक्षा निकाय पनि जथाभावी गर्ने, नागरिक पनि जथाभावी गर्ने, अनि यो देश कसले थाम्ने त फेरि? यो जथाभावीबाट हुँदैन, एउटा ट्र्याकबाट हिँड्नै पर्छ। अब अहिले तपाईँ सोसियल मिडिया हेर्नुभयो भने युवाहरू कराएको तपाईँ देखिरहनु भएको छ। अहिले सक्यो, भोलि नै सक्यो, रगतको खोलो बग्यो, आगो बल्यो, तोड्यो, फोड्यो भन्दा अर्को तपाईँ सुन्नुहुन्न। त्यहाँ युवाहरू के शीर्ष नेताहरू पनि अभिव्यक्तिहरू आइरहेकै छन् नि, कहिलेको विभिन्न तिथिमितिमा अनुसार समाज भड्काउवाला अभिव्यक्ति के दिने भन्ने त्यसको याउ नभइकन कोही तरबारका, कोही बयान दिन जान्न, आइज ठोक, कोही के अनेकन आइरहेकै छन्। अब त्यो गर्ने हो भने चाहिँ राष्ट्रपतिले पनि गर्दै हुन्छ फेरि। तर त्यसबाट आइलाग्ने परिणाम भोलि के हुने त? त्यो थामिदिने कसले त? हिजो सबै कुँडा कर्कट फ्याँक्ने भाँडो राजा थियो, सबै दरबारिया षड्यन्त्र। खबरदार, हिम्मत छ भने चुनाव लड्न आइज। सबै कुराको कुँडा कर्कट पन्छाउने भाँडो चाहिँ हिजो राजतन्त्र थियो, राजा थियो। अब अहिले त्यो रहेन। त्यस कारण आफूले खन्यो खाल्डामा आफै परियो विद्या भण्डारी त भन्नै थालिन्। राजा आउने सम्भावना पनि छ, आए पनि फरक पर्दैन, यस्तै हो भने आउँछ पो भन्न थाल्यो अब आएर त। त्यसो हो भने त जे भने नि हुन्छ, जे गरे नि हुन्छ। अब यो संविधानलाई शपथ खाने, यो अन्तर्गत राष्ट्रपति हुने 2 टर्म, अनि अहिले आएर त्यस्तो कुरा भन्ने हो भने, अनि राजावादीले त राजा चाहियो भन्न पाउने कुरा त नैसर्गिक भयो, स्वाभाविक भयो नि त। त्यसो गर्ने हो भने चाहिँ जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ। होइन, एउटा विधिको शासन हो,
एउटा परिपाटीलाई पछ्याउने हो, एउटा मर्यादा र गरिमालाई नबिर्सने हो भने चाहिँ यो जे पाए त्यही जसो पाए त्यसो मैले लेख्दा सम्भव छैन। त्यसले चिजलाई ठिक ठाउँमा पुर्याउँदैन। मैले त अघिल्ला अन्तर्वार्ताहरू पनि भनिसकेँ, यो सबै कुरा नै यो देश सिद्ध्याउनेसँग सम्बन्धित छ। अब देशै सिद्ध्याउने त्यस्तैमा सबैलाई सन्तुष्टि हुन्छ भने त अब मैले केही पनि भन्नु छैन, सरी। अब अहिले चाहिँ जुन रासोपाका सभापति रवि लामिछाने र बालेन शाह बिचको भेटघाट र त्यस पछाडिको त्यो अन्तर्यभित्र एक खालको जसले तादात्म्यता मिलाए उसले चाहिँ गरेको ट्विट जहाँभित्र चाहिँ खुसीको सञ्चार भन्ने कोणबाट आयो। बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरेर रासोपा आगामी चुनावमा होमियो भने र अन्य कैयनलाई पनि मिलाउने परिस्थिति आयो भने काङ्ग्रेस एमाले मिलेर अगाडि जानुपर्ने हुनसक्छ, अथवा त्यसले राष्ट्रिय राजनीतिमा कतिको प्रभाव पार्छ? त्यो अनुसार भयो भने प्रभाव पार्ने भयो। दलहरू पुनर्गठित हुने, उनीहरूको बिचमा एकता अनेकता हुने, विभाजन हुने, यो प्रक्रिया त लामै हो नि त। नेपालमा 2007 सालदेखि नै भयो। नयाँ दलहरू खुल्ने, पार्टी एकता हुने। हिजो चाहिँ ओली र प्रचण्ड, एमाले र माओवादी बिचमा एकता हुन सक्ता, एमाले विभाजित हुन सक्ता, जनार्दन बाहिरिन सक्ता, विप्लवले जनयुद्धको पुनरावृत्ति गर्न खोज्दा बालेन शाह र रवि लामिछाने चाहिँ भेटघाटै नहुनु हुने भन्ने प्रश्न कहाँ आउँछ र? प्रश्नै आउँदैन नि। यस्तोमा पनि गोर्खा हिँडिरहेको देख्छु क्या म। दुईजना मान्छे भेटे, अब यहाँ त विस्फोट हुन आँट्यो, कसैको आँखा फुट्यो होला, काङ्ग्रेस एमाले मुर्छा पऱ्यो होला, यस्तो भन्दै हिँड्छ। राजा वीरेन्द्र सिलगढी गए, सुरेन्द्र केसी दिल्ली जानुहुन्छ, राजा वीरेन्द्र ज्ञानेन्द्र पनि एकजना नागरिक त हुन्, धनी नागरिक होला माने मैले, पूर्व राजा होला त्यो पनि माने। म पनि त पूर्व प्राध्यापक हुँ। बाबुराम पूर्व प्रधानमन्त्री आजभोलि इन्डियामै हो कि क्या हो, जाने भन्ने सुनिरहेको थिएँ। अनि त्यो हुने, यो चाहिँ हुनै नहुने भन्ने कुरा कहाँबाट आउँछ? के दिमागले सोध्छ गोर्खा? म बुझ्दिनँ क्या। दुर्गा प्रसाई भएकै फर्केर आए, शेरबहादुर सिङ्गापुरबाट उपचार गरेर आए, त्यो हुने अनि यो नहुने भन्ने कुरा कहाँ आयो? यी अतिशयोक्ति हुन्, अनावश्यक हुन्, असहिष्णुता पनि हो। त्यस्तो गर्नु हुँदैन। यसलाई सहज र स्वाभाविक रूपमा लिनुपर्छ। सबैको जवाफदेही त आफ्नो हुन्छ। अहिले जवाफदेही हुनु नपरे पनि भोलि इतिहासमा जवाफदेही हुनुपर्छ र जसले बिराउँछ उनले भोग्नुपर्ने हुन्छ। यसमा चाहिँ आत्तिनुपर्ने कुरा केही पनि छैन। सहज रूपमा लिनुपर्छ, स्वाभाविक रूपमा लिनुपर्छ। उनीहरूले पार्टी नै एकता गरे भने पनि कत्रो कुरा भयो त त्यो? त्यसलाई कसरी हेर्ने, के गर्ने भन्ने अधिकार त तपाईँसँगै छ नि त सुरक्षित। मत दिन सक्नुहुन्छ, नदिन सक्नुहुन्छ, त्यो तपाईँसँग भएको कुरा हो। यिनीहरू नै त हुन्, बालेन शाहलाई लखेटे, हर्क साम्पाङलाई लखेटे, यिनीहरू नै हुन् नि। अब अहिले उनीहरूको पल्ला भारी भयो, उनीहरू लखेट्न थाले र रवि लामिछाने नै भन्न थाले मलाई केपी ओलीले नै सिद्ध्याएको हो। फेरि केपी ओली भनिरहेछन् रवि लामिछानेलाई गुण लगाएको छु, भेटेर सोध्नु छ उनले किन यस्तो गरे। त्यो भन्ने अधिकार उनलाई पनि भयो। गुण लगाए कि बैगुण लगाए, मैले लेख्दाखेरि पनि गुण त भयङ्करै लगाएको छ। किनभने रवि लामिछानेसँग एक दुईवटा कुराहरू अक्षम्य थिए, ती कुरालाई उनीहरूले चाहिँ इग्नोर गरिदिए। प्रचण्डले पनि इग्नोर गरिदिए, केपी ओलीले पनि इग्नोर गरिदिए। सहकारीको कुरालाई चाहिँ उनीहरूले विषय बनाए। अब सहकारीमा त्यो विचलन भएको छ कि छैन उनले आफै भन्ने कुरा हो, न्यायालयले भन्ने कुरा हो। मैले देख्दाखेरि केपी ओलीले अभूतपूर्व गुण लगाएको कुरा चाहिँ सत्य हो। खालि मैले जागिर दिएँ फलाना दिएँ त्यो कुरा चाहिँ गुण होइन। तर जुन दोहोरो नागरिकता, दोहोरो पासपोर्ट इत्यादि कुरा थियो त्यो त निकै ठुलो गल्ती थियो नि त केपी यो रवि लामिछानेबाट भएको। समाज चाहिँ त्यसलाई पनि इग्नोर गर भनिदिन्छ, त्यो चाहिँ सहज कुरा हुँदैन। किनभने उनले जानी जानी त्यो कुरा गरेको छ। मैले नागरिकता त्यागेको थिएँ, फर्केर आएर त्यो बुझाउने बित्तिकै अर्को नागरिकता पाइँदो रहेछ, कुनै त्यहाँ भारी बात रहेनछ। तर जम्मैलाई थाहा छ अमेरिकी पासपोर्ट भएपछि भिसा लिनु पर्दैन कहीँ पनि। त्यो सुविधाको लागि उनले त्यो दोहोरो पासपोर्ट बोकेको भन्ने कुरा प्रष्टै छ। अब कयौँ नेपालीलाई यो थाहा पनि छैन होला। त्यो सुविधाको लागि उनले त्यो दोहोरो
नागरिकता र दोहोरो पासपोर्ट लिइराखेको। अब यो हेर्ने काम त निर्वाचन आयोगको थियो नि त। अहिले निर्वाचन आयोग ठुल्ठुलो निर्देशन र चाहिँ अर्थी उपदेश दिएर हिँड्छ। त्यसले हेर्ने कुरा होइन यो, हेरेन। अब यस्तै हो, भाँड देश हो, जे गरे पनि हुन्छ भन्ने भयो। रवि लामिछाने सही अगाडि बढे, बढ्दा बढ्दै त्यहाँ पुगे। त्यसपछिको चित्र सबैलाई थाहा छ। अनेक प्रकरणहरू छन्, घटनाहरू छन्, दुर्घटनाहरू छन्, जम्मैलाई थाहा छ। अब उहाँ विराटनगरमा नोबल कलेजमा एकजना डाक्टरको चाहिँ दुर्घटनाबाट मृत्यु भयो। अब हाइलाइट कहाँ भयो? नोबल एकाडेमी, त्यो पनि कसको? सुनिल शर्माको फोटो पनि उसैको सोसियल मिडियामै यही छ। अब सुनिल शर्मा त यहीँ होला नि त, उहाँ दुर्घटना भयो, यहाँ सुनिल शर्माको संलग्नता के हुन्छ र? एउटा संदिग्ध वातावरण खडा गरिदिने क्या। हिजो त्यहाँ रवि लामिछानेको ड्राइभर पनि त्यसरी नै हाम फालेको थियो। यो पनि प्रपञ्च हो भने त्यो अर्को पुडा सैनिक हो, यो पनि षड्यन्त्र हो भनियो। यसरी हरेक घटनालाई तिलस्मी बनाइदिने, शङ्काको बादल मच्चाइदिने। अनि काहीँ पानी हाल्यो भने बर्सिहाल्यो, बर्सेन भने बर्सेन, यस्तो गराइदिने। यो गैर जिम्मेवारी हो। त्यसकारण मैले सधैँभरि पारदर्शिताको पक्षमा वकालत गर्ने गरेको छु। अब कोही केही मान्दैन। सबैका जीवन पद्धतिहरू दोहोरो छन्। कोहीमाथि पनि भर गर्नै सकिँदैन, कोहीसँग कारोबार गर्नै सकिँदैन, कोहीसँग व्यवहार गर्नै सकिँदैन, कसैलाई गुण लाउनै हुँदैन। अब समाज त्यस्तो भएर गयो क्या। किनभने आदर्शलाई मार्यौँ हामीले, आदर्शको हत्या भयो यो देशमा। अब को सही गरिरहेछ, को गलत गरिरहेको भन्ने नै थाहा छैन। राज्यको सुरक्षा नीति बलियो भएन। उच्च तहमा बसेका व्यक्तिहरूले चाहिँ विदेशमा आफ्नो जो बन्दोबस्त गर्न पाउने कि नपाउने केही पनि भएन। पढ्न जानेमा के गर्ने, पुँजी पलायनमा के गर्ने, वित्तीय अनुशासन हुने कि नहुने केही पनि भएन नि त। जे गरे पनि हुने भयो। अब कार्यालयमा मैले यो 24 घण्टामा 2टा कार्यालयमा व्यवहार गर्नुपर्ने भयो। पारिवारिक यो आर्थिक आफ्ना केही निजी घरायसी कारणहरूले बाप्रे 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 बाप्रे, त्यही कार्यालयमा भित्तामा टाउको ठोकेर मर्नु जस्तो हुन्छ। कोही प्रसन्न छैन। यता गयो भने उता जा भन्छ, उता गयो भने यता जा भन्छ, यस्तो भयो भने उस्तो भन्छ। किन यस्तो भएकोलाई यिनीहरू छक्क परे क्या। 2टा मात्रै कारोबार गरेको मैले, धेरै कारोबार पनि होइन। एउटा फोनबाट गरेको, फोन नम्बर सोधपुछसँग सम्बन्धित थियो 197, अर्को ब्याङ्किङ कारोबार थियो, ब्याङ्कसँग सम्बन्धित। यस्तो छ अवस्था। जेन्जी विद्रोह अब अहिले त सारा परिवर्तन, भ्रष्टहरूलाई किनारा लगाइयो। अब जेन्जीको सरकार आइसक्यो भनेर डङ्का पिटेका छन्। त्यही सरकार विरुद्ध आन्दोलन घोषणा भयो। त्यही सरकार अब मन्त्रीले पनि एक खालको अभिव्यक्ति दिइरहेछन्। म त्यसमा चाहिँ आउँछु। अब अहिले त सबभन्दा काम नलाग्ने नचाहिने चाहिँ त्यही सरकार भयो। जेन्जीवालाहरू नै सडकमा उत्रे, लात्ताले हान्दै गरेको दृश्य देखिँदै थियो। त्यो अभिव्यक्ति नेताहरूको त्यो खालको। अनि त्यहाँ गएका एउटा बुढा मान्छेलाई त्यो लात्ताले हानेर चाहिँ म जेन्जी भनेर के खालको त्यो सामाजिक सन्देश चाहिँ प्रभाव गर्न खोजिरहेछ नि यो जेन्जीवाला। अब त्यहाँ जुन भाषा प्रयोग गरिरहेको थिए त्यो त बोल्न त के सुन्न पनि सकिँदैन। कति तल आयो त हाम्रो समाज। यो हिजैदेखि 62-63 सालको जनआन्दोलन ताका पनि मैले त्यस्तै एउटा परिदृश्य देखेको थिएँ। पछि माओवादीले त्यसैलाई राजदूत बनाइदियो। त्यसरी नै बोल्दै थियो पनि। दुर्भाग्य हो यो देशको। लेक्चरर थियो युनिभर्सिटीको, त्यहाँ पनि पत्रकारसँगै त्यो वारदात भइरहेको थियो। मुख हेर्नुहोस् त त्यहाँ। अब मैले यो भने तँलाई नै देखाइदिन्छु भन्छ अर्काले। फेरि अर्को साइडतिर जाउँ, मन्त्रीतिर पनि नजाउँ, तेस्रोमा जानु तपाईँ। पत्रकारकादेखि सबैको चाहिँ नि भाषा पनि फेरि त एकजना पत्रकारको त अडियो नै सार्वजनिक भएको छ। कसरी चाहिँ नि गाली गरिरहेको छ तथानाम। ऊ फेरि सङ्गठनको अध्यक्ष पदमा छ। ल खैर, अब मन्त्रीको पनि त त्यही अब महावीर पुनको अब यो जोड्न पर्ने प्रसङ्ग देखिहालिन्छ। सरकारको मन्त्री हो, नेपालीको सल्लाह खराडीको डल्ला हुन्छ अरे। ल के गर्ने हो गर्नुहोस्। सरकारको ढङ्ग देखिएन, यो नेताहरूको पनि ढङ्ग देखिएन। यो के खालको आह्वान राख्छ सरकारका मन्त्रीको अभिव्यक्ति हो। अब यो त अब उनी अब आदिवासी मन्त्री हुन्। आदिवासी मन्त्रीहरूमा अलिकति सोझोपना हुन्छ, मनमा छलकपट हुँदैन। त्यो बेनिफिट अफ डाउट चाहिँ दिनुपर्छ महावीर पुनलाई। फेरि उनीहरूलाई बेसी विषय पनि बनाउनु, फेरि पछि झम्टिन आउला। हेर त यो सुटो भनिदिन्छ अर्काले, फेरि उपर बसी आउँछ एउटा गुरिल्ला। बोल गर्ने स्थिति छैन क्या अहिले देशमा।
यो आगाको यो के अरे यो सुकेको पराल जस्तो स्थिति भयो क्या देशको। कसले सलाइको काँटी फालिदिन्छ र अनि आगो लाग्छ, त्यस्तो भयो क्या अहिले। अचम्म लाग्छ मलाई त। त्यसकारण यो बडा असजिलो ठाउँमा चिज आइपुग्यो। अब दलहरूले बाटो बिराएर नै यस्तो भएको हो। उनीहरू यो रियलाइज गर्न तयार छैनन्। अहिले पनि केपी ओलीको प्रचण्डहरूको लिडेडिपी जारी नै छ। अहिले पनि उनीहरू ओहो हामीबाट हो कि भन्नेपट्टि छैनन्, तिमीहरूपट्टि नै, जस्ता तिमीहरू त्यस्तै हामीहरू भन्छन् अहिले पनि। समाज भ्रष्ट भएको हुनाले हामी पनि भ्रष्ट भएका हौँ, तिमीहरू भ्रष्टाचार बन्द गर न त। एकजना मैले कसको एकजना नेत्री नै हो, तिनको मैले देखिरहेको थिएँ, करप्सनको रुट के हो त, त्यसो भने रुट नै वाइप आउट गरिदिउँ न त भन्दै थिइन्। समाज भ्रष्ट छ अनि हामीहरू भ्रष्ट छौँ भन्ने कुरामा अहिले पनि उनीहरू हाइलाइट गरिरहेछन्। समाज भ्रष्ट भएको हुनाले त त्यो भ्रष्ट समाजलाई सुशासनमा बदल्नको लागि जनयुद्ध भएको, जनक्रान्ति भएको, जेल बसिएको, त्यही होइन कुरा। त्यस्तै हुनको लागि पनि त त्यस्तै छँदै त थियो नि। किन जेलनेल गर्नु पर्थ्यो, किन जनयुद्ध लड्नु पर्थ्यो, किन कोही नेता पल्टिनु पर्थ्यो, किन हामीले त्यसलाई ढोग्नु पर्थ्यो। समाज खराब भएको हुनाले त्यो समाजलाई बदल्नको लागि यी सब कुराहरू भएका थिए। तर उनीहरू अझै पनि जोड गर्दैछन् भ्रष्ट छौ तिमीहरू, तिमीहरूकै प्रतिनिधि हामीहरू हौँ, त्यस कारणले हामीहरू भ्रष्ट छौँ, यो स्वाभाविक कुरा हो। यो खालको मनोविज्ञान, यो खालको चिन्तन, यो खालको संस्कार अहिले पनि हाबी छ। जबसम्म हामी यसलाई बढार्दैनौँ हामीले सोचे जस्तो कुरा केही पनि हुँदैन। बढार्नै पर्छ यसलाई। अब कसरी बढार्ने? अब जेनजीले एकचोटि हिम्मत गर्यो, यसपछि त्यो फोहोर कुँडा कर्कट डढ्यो कि भनेको त नयाँ संस्करण पो रहेछ त्यो त। अब त्यही जेनजी चाहिँ सडकमा आइपुग्यो फेरि। हामीले त यस्तो हुन्छ यसरी नगर, यो बाटोमा जाऊ भनेर 7वटा सूत्र दिएको हो कि होइन? ज्यान गए मानेनन्। तर अब हामी गर्न केही सक्दैनौँ। जनतामा जाउँ उनीहरूले नै जित्छन्, महाधिवेशन गरौँ उनीहरूले नै जित्छन्। अब त्यही परिवारवादको, स्वास्नीवादको हामीले प्रश्न उठाएको, जेनजीहरूले प्रश्न उठाएको होइन। ल नेता जम्मै आफ्ना स्वास्नीहरू, पुरानै नेतृत्व, पुरानै पिँढी। अनि त्यसकारण अहिले भन्न थाले, कसले हिजो एउटाले भनिरहेको थियो, कुन चाहिँले नेतै थियो, त्यो पनि नेताहरू सुध्रेको देखिएन, राजनीतिमा अर्को दुर्घटना हुने सम्भावना देखा पर्यो। नेतै एउटा कुन चाहिँ हो त्यो कुरा भन्दै थियो। अब के गर्नु त तपाईँ? त्यसकारण यो कुँडा कर्कटलाई चाहिँ हामीले पन्छाउनै पर्छ, यो फोहोर फाल्नै पर्छ, नयाँ बिरुवा रोप्नै पर्छ, त्यसलाई उमार्नै पर्छ, मलजल गर्नै पर्छ। योबाट चाहिँ केही पनि हुँदैन। अघि पनि मैले भने यो फोहोरलाई जेनजीले डढाउन खोजेको थियो। सिंहदरबार डढायो, संसद भवन डढायो, अदालत डढायो, नेताहरूका घर छानी छानीकन डढाए, नेताहरूले नै महिमा मण्डन गरे। केपी ओलीको कारणले गर्दा यो ह्या गरेर हाँसिरहेछन्। त्यो हदमा यसलाई चाहिँ आत्मसात गर्न खोजियो, तर रूपान्तरण भएन। यो खालि केपी ओली डढेकोमा प्रसन्न मात्रै भएको भन्ने देखियो र एउटा केपी ओली आफल्न मात्रै यी सब कुराहरू भएको भन्ने देखियो। हामीलाई यो कुरा मन्जुर छैन। एउटा बदमासलाई पदबाट हटाउनको लागि राज्यका सबै संरचना र उद्यमीहरूलाई खरानी बनाएको कुरामा हामीलाई सहमति छैन। सरी टु से, तर यसमा हाम्रो सहमति छैन। हामी मौन किन भएका भने ठिकै छैन, भ्रष्टहरू डढे, त्यो डढेलोसँगै भ्रष्ट प्रवृत्ति पनि डढ्यो, यी भ्रष्टहरू किनारा लागे, लौ भइगयो त भन्ने हाम्रो कुरा थियो। तर यिनीहरू पनि त्यही बाटोमा हिँडेपछि त्यो प्रवृत्ति स्वाभाविकै हो नि त भन्ने ठाउँमा चिज आइपुग्यो। यो चाहिँ हामीलाई मन्जुर छैन। अब अहिले त नेताहरूले डेरै नपाउने परिस्थिति पनि सिर्जना भएको भन्ने खालको कुराहरू गगन थापा नै भन्न थाले। बानेश्वरमा डेरा खोज्न गएको दिएन, पहिला हुन्छ भनेर पछि पानी आउँदैन भनेर लहेटिहाल्यो रे। कस्तो खालको ठाउँ? समाज यस्तै दुष्ट समाज हो नि त यो। रवि लामिछानेलाई पनि त्यहाँबाट निकाल्ने कुरा गरे कि गरेनन्? केपी ओलीहरूलाई नै डेरा पाउन गाह्रो हो। शेरबहादुरलाई आफ्नै सालाले डेरा दिएन भन्ने कुरा भयो, तपाईँ देखिरहनु भएको छ। अनि त्यो गगन थापा मात्रै को हो र उसलाई कसले डेरा दिनुपर्ने?
तर यो टिठलाग्दो कुरा हो, कति चाहिँ समाज बैगुनी हो भन्ने कुरा। हजारौँ मान्छेको भाग्य र भविष्य बनाइदिएको होला त्यो गगन थापाले। कतिलाई ठेक्का दिएको होला, कतिलाई भिसी दिएको होला, कसैलाई डाक्टर बनाएको होला, केपी ओलीले कतिलाई फुली लगाइदियो होला, कतिलाई के गरे होला। तर ती बैगुनीहरूले आज अप्ठ्यारो पर्दा तिनीहरूलाई डेरासम्म दिएनन्। समाजै यस्तै हो नि त, यो भ्रष्ट समाज। स्वास्नीलाई चाहिँ हाकिमकोमा पठाएर प्रमोसन लिने समाज होइन यो। त्यस्ताबाट जन्मिएका कुपुतहरूबाट तपाईँ के आशा गर्नुहुन्छ? बेकारको कुरा हो यो। अब नेताहरू यो अवस्थामा आउँदा पनि नसुध्रिने अथवा सुध्रिने यो के हो? तर यहाँनिर अहिले चाहिँ बाहिर जे होला है डाक्टर साहब कि यो पुसभित्रै संसदको पुनस्थापना गर्ने, जेएनजी सहितको सर्वपक्षीय सरकार गठन गर्ने, त्यसमा पनि अब एकजना प्रधान न्यायाधीशले भएन अर्का प्रधान न्यायाधीशको नेतृत्वमा ल्याउने, जे खालका यो गाईगुईहरू आइरहेका छन्, त्यसभित्रको तादात्म्यता अथवा त्यसको यथार्थता कति छ डाक्टर साहब? यो बाहिर त्यो यथार्थता छैन पनि होला, तर प्रवृत्ति हेर्दाखेरि भयो भने अनुरोध पनि हुँदैन। त्यसकारण हामीले लगाइरहेको जोड चाहिँ के थियो भनेदेखि पार्टीको कार्यकर्तालाई कमसेकम न्यायाधीश नबनाऊ न, राजदूत नबनाऊ, वित्तीय संस्थाहरूको जिम्मेवारी नदिउँ। हामीलाई पटक पटक त्यो कुरा भन्यौँ नि त, तर त्यो कुरा कसैले पनि मानेन नि। अब एक टर्म संसद भएको व्यक्ति कसरी न्यायाधीश हुन्छ मलाई भनिदिनु त। भइरहेछ प्रधान न्यायाधीशको लिस्टमा हो फेरि। अब चुनाव हारेको लठुवा कसरी गभर्नर हुन्छ मलाई भनिदिनु त। त्यस्तो लठुवाबाट तपाईँ के आशा गर्नुहुन्छ? अब यसको चाहिँ डेकोरा कसले मेन्टेन गरिदिने, यसलाई कसले मोनिटरिङ गरिदिने त? अब कसलाई भनेर के हुन्छ यो? सुशीला कार्की नै न्यायाधीश भइसकेको व्यक्ति अन्य जिम्मेवारीमा जान पाउँदैन भन्ने कुराको फैसला लेख्ने न्यायाधीश हुन्, उनै प्रधानमन्त्री छिन्। हिजो खिलराजले त्यही गरे। ल त्यो एकचोटि आवश्यकताको सिद्धान्तले भयो भनिदिउँ भने पनि फेरि त्यो सिन्हा भन्नेलाई चाहिँ कसरी बनाइन् त सुशीला कार्कीले मन्त्री? तपाईँ कहाँ गएर यो पोल, कहाँ गएर यो उजुरी गर्नुहुन्छ? कोबाट तपाईँ आशा गर्नुहुन्छ? केही उपाय छ त? त्यही सर्वोच्च अदालत हेर्नु कस्ता कस्ता मान्छे न्यायाधीश छन् त्यहाँ हेर्नुहोस् न। त्यहाँ त्यही भनिहालेँ रवि लामिछानेको कति 28 करोडको केसमा 2.5 करोडको धरौटी, त्यो क्यानवाला पोखरा विमानस्थलको 7 अरबमा 5 लाखको धरौटी ती न्यायालयले गरेको। बालेन शाहलाई प्रधानमन्त्री बनाएर लिएर जाँदाखेरि पनि त्यो छोडिदिउँ उनीहरूको आफ्नै कोणबाट। तर काङ्ग्रेस र एमाले त विपरीत ध्रुवबाट हिजोको इतिहास पनि उनीहरूले त्यही अनुसार गठन गर्दै आएका। आजको दिनमा अहिले यस्तो परिस्थितिमा जानेर तिमीहरूको मिलन नै गलत भयो भनेर आन्दोलन भयो होला, अनेकन भयो होला, त्यो अवस्थामा पनि फेरि मिल्तीका लागि गठजोड, त्यो राजनीतिक दर्शनले चाहिँ यहाँनिर काम गर्छ कि अब ती सब भाडमा गइसके या व्यक्ति केन्द्रित हुन लाग्यो? अब यो व्यक्ति केन्द्रित त तपाईँले भनेका काङ्ग्रेस एमालेमा पनि व्यक्ति केन्द्रित नै हो, तर उनीहरूले आभूषण चाहिँ दल लगाएका थिए, विधान थियो नि त त्यहाँ। तपाईँ हिजो एउटा माओवादीको नेताको अभिव्यक्ति सुन्नुभयो होला, कुलमान भनेको त माओवादीको जलस्रोत विभागको विभागीय सदस्य रहेछन् नि त, आधिकारिक मान्छे रहेछन् नि त माओवादीको। त्यसपछि प्रचण्डले तिमी गुण बिर्सिने भनेको रहेछ नि त। मैले के भनेको थिएँ भने वास्तवमा कुलमानले माओवादीको जलस्रोत सम्बन्धी नीतिलाई नै व्यवहारमा ल्याइदिएको मैले भन्थेँ नि, तर विभागको सदस्य भन्ने त मलाई पनि थाहा थिएन नि त। नेपालीहरू डबल स्ट्यान्डर्डका हुन्छन्, यो चाहिँ मलाई थाहा भएकै कुरा भयो। तर पार्टिकुलर केसमा यो मान्छे सुशीला कार्की यस्तो हो, सन्दुक रुई बारबराको हो, कुलमान फलानाको हो भन्ने त मलाई थाहा थिएन नि त। अनुमान मात्रै थियो हाम्रो। त्यसकारण यहाँ आउँदाखेरि दलहरूसँग रोडम्याप हुनुपर्छ भन्ने कुरा नै तपाईँको गलत छ। दलहरूको रोडम्याप असफल भयो। जेएनजीसँग रोडम्याप हुनु पर्यो। अब के रोडम्याप छ त उनीहरूसँग? र त्यसलाई चाहिँ एक्सनमा लैजानु पर्यो यो सरकारले, किन यो जेएनजीको सरकार हो नि त। त्यसमा आफू के गर्न सकिन्छ, कति प्रभाव पार्न सकिन्छ, दलहरूको चाहिँ क्षेत्राधिकार त्यो हो। दलहरूले यिनीहरूलाई स्पेस नदिएपछि जेएनजी विद्रोह भयो हिजो। यिनीहरूले पनि स्पेस दिएनन् भने दलहरूले विद्रोह गर्न सक्छन् कि सक्दैनन् त?
गरेको वा नगरेको खण्डमा परिणाम के आइपुग्छ त अहिलेको विषयवस्तु चाहिँ त्यो हो र त्यसरी बुझ्नुपर्छ अँध्यारोमा ढुङ्गा हानेर हुँदैन अब त्यसमा त उनीहरूले सायद चुके अथवा के रहे सुदन गुरुङकै एउटा इन्टरभ्यूमा चाहिँ कि 2/3 चाहिन्छ संविधान संशोधनका लागि संविधान संशोधन बिना नै चुनावमा गर यही प्रवृत्ति किन दोहोऱ्याउने यी खालका कुराहरू उनले गरेर अनि अब एक दिनका लागि भए पनि संसद बिउताउँ के अनि आफ्नो हिस्सा अहिलेको भन्दा डबल चाहिँ हामीहरूलाई यी खालका कुराहरू जति बेला आफ्नो हातमा सबै थियो उनीहरू नगर्ने र अर्कोसँग लगेर गाप्ने चुनाव नै हो निकास भन्ने अहिले चाहिँ आएर त्यो चेत खुलेको अवस्था हो कि कसैले ज्ञान दियो कि अथवा के हो डाक्टर साहब यो चाहिँ अब ज्ञान दिएको हो भने त ज्ञानी गुणीले दिएको ज्ञानको आधारमा पो अगाडि जानु पर्यो र तिनीहरूसँग पो सहकार्य गर्नु पर्यो 7 सूत्र दिएको होइन मैले हिजै त्यति बेला सुनेको नसुने गरेँ आमा हुन् यी त मेरी भने खुट्टा गएर ढोगे अब अहिले फोहोर गरिसक्यो दैलो देखो के उपाय छ त अनि संसद पुनर्स्थापना भएर यिनलाई सजिलोको लागि संशोधन गरिदिने काम दलले त्यस्तो गर्दो हो कहिले त्यो अपेक्षा कस्तो हो त्यो त्यस्तो अपेक्षा पनि गर्दै हिँड्ने हो त्यसकारण जे भयो भयो प्राप्त उपलब्धिलाई चाहिँ सदुपयोग गर्ने हो यसमा कुनै पनि उपाय हुँदैन तर त्यसमा चाहिँ जे खेलाहरू आए प्राप्त उपलब्धि के नै उपलब्धि र भन्ने कोणबाट अब अहिले कथम कदाचित संसद पुनर्स्थापना भयो भने त्यति बेला हुनसक्ने परिस्थिति पनि त जटिलै होला किनभने यी जेनजीहरू अहिले त आन्दोलनमा उत्रे अर्को जेनजी हुँदैन खबरदार भनिरहेछ त्यो भन भने त्यो जेनजीलाई चित्त नबुझ्ला अब यहाँ रविहरू त सरकारको काँधै थापेर हिँडिरहेको परिस्थिति छ हामी छौँ खबरदार भनिरहेका पनि छन् त्यो जे समाज चाहिँ अब ध्रुवीकृत हुने भन्दा पनि विकेन्द्रीकृत हुने जस्तो अगाडि बढ्यो भने त राख्छ त्यसैले त यो देश सिध्याउने खेल हो भनेकै छु मैले सिद्धिको जहाँसम्म रवि लामिछानेको कुरा छ अहिले जेलबाट मुक्त भएको हुनाले नै उनले सरकारलाई काँधमा हालेको हो भोलि अन्यथा भयो भने त फेरि सुरु हुन्छ उही त नेपाली त एकपल्टको नेपाली सधैँभरिको नेपाली यो डबल स्ट्यान्डर्डको हुन्छ र यो सङ्कीर्ण स्वार्थबाट अभिप्रेरित हुन्छ यही हो नेपालीको पहिचान मेरो झगडा चाहिँ हामी यसरी सङ्कुचित हुनु हुँदैन अब हामी बदलिनुपर्छ हामीमा रूपान्तरण चाहिन्छ हामीले बाटो बिराएको छ हामी कोही पनि ठिक छैनौँ हामी सबै स्वार्थी छौँ आत्मकेन्द्रित छौँ राष्ट्रलाई चाहिँ मुटुमा राखेर दिमागमा राखेर केन्द्रमा राखेर हामीले सोचेका छैनौँ यो ठाउँमा हामीले आत्मसमीक्षा गर्नु पर्यो यो तपाईँको र मेरो कुरा होइन यो राष्ट्रको कुरा हो यो पिँढीको मात्रै कुरा होइन एउटा पिँढीको मात्रै कुरा पनि होइन यो जुग जुगान्तरसम्मको कुरा हो सम्पूर्ण देशवासीको कुरा हो यसरी सोच्नु पर्यो त्यो सोचाइ चाहिँ जसले सोच्न पर्ने तिनीहरूले डाक्टर साहब अब अन्तिममा पनि छौँ यदि बालेन शाहलाई राष्ट्रपाले प्रधानमन्त्रीको रूपमा औपचारिक रूपमा अगाडि सारेर उनी प्रधानमन्त्री बन्ने परिस्थिति भयो भने उनका अहिलेसम्मको राजनीतिक चरित्रहरू हेर्दा यो देशलाई अगाडि बढाउने दिशामा त्यो कतिको उपयुक्त हुने जस्तो देख्नुहुन्छ त्यो त्यही अनुसार गरे भने अनुपयुक्त हुँदैन होइन तर उनी लुसिफर हुन् कि होइनन् समस्या यहाँ हो उनी जेलेन्स्की हुन् कि होइनन् समस्या यहाँ हो अब जेलेन्स्कीले जति हरकत गरे यिनीभन्दा पनि लोकप्रिय थिए नि त जेलेन्स्की के भयो त इमरान खानकै कत्रो थियो अब इमरान खानकै कतिचोटि हामीले नाम लिएका छौँ अब त्यो चाहिँ विशिष्ट स्थिति भयो किनभने जसलाई केन्द्र गरेर राजनीति गरे इमरान खानले ती जम्मै मिलेर उनलाई यो ठाउँमा पुर्याए रवि लामिछानेलाई पनि त्यही गराउन खोजिएको थियो यहाँ तर रवि लामिछाने आफैमाथि जे संदिग्धताको हामीले कुरा गऱ्यौँ त्योमा उनी आत्मआलोचित हुने कि नहुने र उनको कुरा गर्नेहरूले त्यसलाई संयमित भएर आत्मआलोचक भएर करेक्सन गर्ने कि नगर्ने भन्ने कुरा त बाँकी नै छ नि त लखेटेर दुधकारेर निषेध गरेर सामाजिक सञ्जाल प्रयोग गरेर मात्रै लक्ष्यमा पुग्न सकिन्छ र गल्ती त जहिले पनि गल्ती हुन्छ नि त त्यसकारण हामीले चाहिँ दूरदर्शी हुनु पर्यो हामीले देशप्रेमी हुनु पर्यो देशभक्त हुनु पर्यो सहिष्णुता चाहिन्छ एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्छ चरम सफलतामा पुगिसकेपछि मात्रै अनि एउटा स्थितिमा आबद्ध हुन बाध्य हुनुपर्छ जस्तो चीनको कुरा छ सिङ्गापुरको कुरा छ स्क्यान्डिनेभियन कन्ट्रीहरूको कुरा छ धेरै हदसम्म उनीहरूले सेटल गरेका छन् नि इस्युजहरूलाई
साउथ एसियामा त्यस्तो हुन सकिरहेको पाइँदैन, जहाँ बङ्गलादेश जलिरहेछ। जस्तो श्रीलङ्कामै पनि यहाँको जस्तो विनष्ट त्यहाँ भएन नि त, जुन कुरा बङ्गलादेशमा भयो त्यही सिको यहाँकाले सिके, अझै पनि बङ्गलादेश भन्छन्। अनि के रुखमा भिन्न मतलाई लगेर आगो लगाउने हो? त्यही सिक्न खोजेको, सिकाइ त त्यही दिएको छ त्यसले त। त्यो किन भइरहेछ त्यसको पछाडि को छ यो हो नि त। युनुस जस्तो नोबल प्राइज विनरले त्यस्तो किसिमको माइनोरिटीलाई दिउँसै आगो लगाउने हो? के हुन्छ भोलि बङ्गलादेशको? त्यस कारणले गम्भीर हुनुपर्छ, संयमित हुनुपर्छ, दूरदर्शी हुनुपर्छ, सहिष्णु हुनुपर्छ, समन्वयात्मक हुनुपर्छ, कमी कमजोरीलाई समीक्षा गरेर हटाउनुपर्छ। देश सबैको साझा हो, यसमा सबैको समान हिस्सेदारी हुन्छ। इतिहासमा कमी कमजोरी भएका छन् भने त्यसलाई हटाउनुपर्छ। तर यहाँ त्यो देखिएन। दलहरूले गरेको मुख्य गल्ती पनि त्यही हो। केपी ओलीहरूले यिनीहरूले रियलाइज गरे हुने हो नि, हामीले जानी यो गरेको होइन, राम्रो गर्दा गर्दै हामी यहाँ आइपुग्यौँ, यहाँसम्म गरेको प्रति आशावादी छौँ, भएका गल्तीप्रति क्षमाशील छौँ र यो नेतृत्व हस्तान्तरण गर्दैछौँ। मैले भनेको थिएँ एमालेहरूलाई, केपी ओली स्वेच्छाले यो गर्ने जस्तो देखिएन। अब महाधिवेशन हुँदैछ, तिमीहरू यहाँ चाहिँ आफूलाई सुधार्न सक्छौ। अब उनीहरू सुध्रेनन्, कि सकिने कि सच्चिने यो मात्रै उनीहरूसँग अवस्था थियो। तर उनीहरू चाहिँ सच्चिनेपट्टि होइन रहेछन् भन्ने देखियो, अब सकिनेपट्टि भन्ने देखिएको छ। तर उनीहरूलाई सक्ने कि राख्ने यो हैसियत त जनतासँग छ, हामीसँग त छैन। अब जनता नै जे निर्णय गर्छौ गर। अब बालेन रवि तपाईँ के भन्दै हुनुहुन्छ? अब बालेन रविहरूले चाहिँ यो दूरदर्शिता, यो रोडम्याप, यो समन्वयकारी आचरण गर्ने हुन् कि होइन नि त? किनभने उनीहरूले जे गरिरहेछन् त्यहाँ उनीहरूमा लुसिफरको प्रवृत्ति बढी देखिन्छ। यहाँसम्म उनीहरू लुकामारी गर्न सफल भए, अब भोलि कस्तो के गर्छन् त त्यो चाहिँ भोलिले मात्रै भन्न सक्छ, आज भन्न सकिँदैन। हाम्रो काम कता त्यहाँ चाहिँ एक खालको सडकमा आगजनी गरेको र विरोधमा उत्रेका कुराहरू पनि आए। त्यसलाई सिको गर्न चाहनेहरूले यहाँ सिको गरेर हिंसा मचाउन चाहनेहरूले हिंसा मचाउने परिस्थिति आयो भने आजको दिनमा सुरक्षाभित्र कम्तीमा एक खालको वातावरण कन्ट्रोल गर्न सक्ने चाहिँ सेना नै हो। प्रहरीको त अझै पनि मनोबलका कुराहरू जोडिएकै छ। त्यो परिस्थितिमा सेना चुप लाएर बस्ने कि यो राजनीतिक घटनाक्रमलाई ठुलो हेर्ने कि यो कुन रूपमा सम्हाल्ने कि के देख्नु डाक्टर साहब? अब सेनाको भूमिका पनि प्रश्न जोडिन्छ। यो बारेमा मेरो विचारमा हामीले मौनता साध्नु नै राम्रो हुन्छ होला। किनभने सेनाकै आँखा अगाडि यो सबै भएको छ। अघि पनि भन्यो, अब लुसिफरको ढाकछोप त्यही सेना गर्छ। हामी यसमा बोल्न असमर्थ छौँ। यो दुर्भाग्य हो यो देशको। जुन सेनाले यो देश बनायो उसैको आँखा अगाडि यहाँ आगो लाग्यो र उसले आफ्नो लाचारी प्रकट गर्यो। हामी नबोल्न विवश छौँ, किनभने त्यो घातक हुनसक्छ। त्यो अर्को एउटा संस्था पनि छ नि त, त्यो राज संस्था जसको भेटघाटका कुरा छन्, बाहिरीतिर चाहिँ नि छलफलका कुरा छन्। अब भारतीय प्रधानमन्त्रीसँग कता कता भेटघाट भनेर सामाजिक सञ्जाल यत्तिकै तात्यो, त्यसको आधिकारिकता त अहिलेसम्म आएको छैन। तर त्यो संस्थाले पनि त एक खालको भूमिका हिजो जनताको नासो जनतालाई दिएँ भनेर र गणतन्त्रबाट राष्ट्रपति भएका व्यक्तिले समेत त्यो पनि त एउटा संस्था हो भनेर सम्मान गर्न खोजेको परिस्थिति र दलहरू फेल भयो भने त कसै न कसैले त स्थिति सम्हाल्नुपर्छ भनेर दिएका अभिव्यक्ति पछाडि त्यसले पनि केही न केही सोच्न पर्ने बेला छ कि छैन होला डाक्टर साहब यतिखेर चाहिँ? अनि त्यसको प्रक्रिया के त होला? तर त्यसको प्रक्रिया के त? हिजो बिना प्रक्रिया फालिएको हुनाले बिना प्रक्रिया नै ऊ पुनर्स्थापित हुने एउटा प्रक्रिया त्यो हुने भयो। तर मेरो चासो चाहिँ के हुन्छ भने व्हाट नेक्स्ट, त्यसपछि के हुन्छ त? त्यसलाई टेक केयर कसले गरिदिने? किनभने राज संस्थालाई आदर्श बनाउनेपट्टि र राज संस्थाको गरिमालाई वहन गर्ने पक्षलाई राज संस्थाले नै कहिले पनि प्रवर्तन गरेन। तिनीहरूलाई बल्कि जहिले पनि प्रताडित गर्यो, दुःख दियो र वरिपरि भुइँफुट्टा अवसरवादी भ्रष्ट र बेइमानहरूलाई मात्रै राखेर जय जयकार गराएको फल र राज संस्थाले भोग्नु परेको हो। त्यसकारण मैले त राजालाई भेट्दा नि भनेको थिएँ सरकार सबभन्दा राम्रो हजुरलाई यही छ भनेर। अब सङ्कट पर्दा त सुरक्षा निकायले पनि रक्षा गर्न सक्दो रहेछ, हामीले देखिहाल्यौँ।
भोलि त्यो राज संस्थामाथि भइपरि आउँदैन भन्ने कुराको ग्यारेन्टी के छ र? त्यसकारण मेरो विचारमा राज संस्थाका लागि अहिलेको लागि नै ठिक छ। तर यो देश अहिलेकाहरूले थामी खान सक्ने उनकै होइन नि त। चुनौती चाहिँ यो छ, हामी जम्मै मिलेर यो चुनौतीलाई सामना गर्नु परेको छ र यो देश थामी खानु परेको छ। अहिलेको गुरुत्तर दायित्व भनेको यो हो, बाँकी भनेको सहजताका लागि हो। त्यो सहजताको बाटो विद्याले पनि लेखी हुन्। आफू राष्ट्रपति हुँदासम्म गणतन्त्र ठिक छ, आफू त्यहाँबाट वञ्चित भएपछि राज संस्था फर्केर हेर्ने भनेपछि त यो त लेमेनले सोच्ने कुरा भयो नि। यो देख्न नसके नि त राष्ट्रपति नै हुन सक्दैन थियो, नेता नै हुन सक्दैन थियो। उनी नेता हुन लायक पनि थिएनन्, किनभने उनी खालि एउटा धर्मपत्नीको रूपमा त्यो हैसियत लिन्थिन्। कुनै एउटा नेताको स्वास्नी भएको आधारमा, छोरी भएको आधारमा, बुहारी भएको आधारमा राजकीय जिम्मेवारीमा जानुपर्ने भन्ने कुरा विडम्बनाको कुरा थियो। शेरबहादुरको स्वास्नीको कुरा पनि यही हो। तर जवाफमा जेएनजीले राज्यका संरचनामाथि आगो लगाइदियो, सरकारले चाहिँ बालबालिकामाथि गोली चलाइदियो। यो कथा नदोहोरियोस् भन्नेतर्फ आफू कसरी चाहिँ भूमिका खेल्न सकिन्छ, आजको यो दायित्व हो। जम्मै यो दायित्व सम्झेर अगाडि बढौँ। यस्तो कुरामा हामीहरू आत्मश्लाघा नगरौँ, यस्तो कुरामा आफूलाई नरन्थन्याउँ। स्पष्ट मार्गचित्रका साथ हामीहरू अगाडि बढौँ, होइन भने देशलाई सङ्कट आइलाग्छ, अप्ठ्यारो छ। मुलुक चाहिँ साह्रै ठुलो गतिरोधमा छ, यसलाई फुकाउनुपर्छ। यसरी सोच्नुपर्छ हामीले। डाक्टर साहब, यो समय र संवादका लागि आभार व्यक्त गर्छु। ल, हस्, धन्यवाद।